लाउरी लभर्स इम्पोर्टेन्ट न्युज छ। अहिले म्यादीको फर्म खुलिरहेको छ र तपाईँले फर्म भरिराख्नु भएको छ। माघको 1 गतेसम्म बिदाको दिन समेत भर्न सक्नुहुन्छ। र उता नेपाल प्रहरीको इक्जामको नोटिस पनि आएको छ 17 गते माघको। यो यदि क्यान्सल भयो भने ठिक छ, क्यान्सल भने हुँदैन। न्युज मात्र आएको छ जस्तो लाग्छ। यदि क्यान्सल भयो भने ठिक छ, क्यान्सल हुँदैन। र भएन भने चाहिँ तपाईँले फर्म भर्ने किन म्यादीमा भन्नुहुन्छ। र म नेपाल आर्मीको इक्जामलाई कुरेर बसिरहेको छु, म यता म्यादी हुने कि नै भन्नुहुन्छ होला। इक्जाम म्यादी अनि यो नेपाल प्रहरी है। सो खास गरी नेपाल आर्मीको इक्जाम पनि फागुन महिनामै बनाउने भनेर लोकसेवाले आफ्नो सेड्युल निकालिसकेको थियो। र त्यसमा यदि भयो भने फागुन महिनामा भएर चैत महिनामा फाइनल रिजल्ट निकालेर नेपाल आर्मीले चैतको लास्टसम्म दोस्रो पटक 2022 सालको दोस्रो पटक विज्ञापन खुलाउने भनिरहेको छ है त। सो यो केसमा चाहिँ तपाईँले फर्म भर्ने कि नै भन्नुहुन्छ भने, तपाईँलाई म्यादी पनि भर्न मन लागेको छ, नेपाल प्रहरीको पनि इक्जाम दिँदै हुनुहुन्छ भने एकचोटि म्यादीको फर्म भर्ने ठाउँमा मेरो यति गति इक्जाम छ, यति टाइमिङ मलाई मिल्छ कि नै भनेर पहिला सोध्नु होला है। पहिला सोद्धाखेरि यदि मिलिहाल्यो भने तपाईँले भर्नु होला, नत्र भने नभर्दा नै राम्रो हुन्छ है। म्यादी त्यस्तो केही पनि होइन। र अर्को कुरा, म्यादी कसरी बन्ने, म्यादीको लिखित चाहिँ कस्तो हुन्छ भनेर म्याक्सिमम सोध्नुहुन्छ है त। फिजिकल नर्मल हो, सबैले जस्तो कटाउँछ। र म्यादीको लिखित भनेको 100 मार्क्सको हुन्छ। 5 नम्बर बोकेर 20वटा क्वेसन आउँछ, जसमा 8वटा मिलाउनु भयो र 40 नम्बर ल्याउनु भयो भने पास हुन्छ। र अर्को कुरा, अहिले म्यादीमा त्यति धेरै मान्छे नजान सक्छ जेएनडी प्रोटेक्सन के गर्दा। र यदि तपाईँहरूले यदि गुल्मी जिल्लामा 1700 जनाको फर्म खुलेको छ भने त्यहाँनिर फर्म भर्ने मान्छे 1700 नहुन पनि सक्छ है। सो त्यही भएर तपाईँहरूले आफ्नो नजिकैको जिल्ला प्रहरी कार्यालयमा गएर फर्म भर्न सक्नुहुन्छ। फर्म भर्नको लागि चाहिने डकुमेन्ट भनेको नागरिकता हो। यदि तपाईँले कुनै पनि सुरक्षा सेवा निकायबाट अवकाश प्राप्त गर्नुभएको छ भने त्यसको डकुमेन्ट अप्लाई गर्न सक्नुहुन्छ। र 5वटा पासपोर्ट साइजको फोटो लाग्नु होला, नागरिकताको फोटोकपी भइहाल्यो है त। सो पढ्नु भएको छ भने पढाइको डकुमेन्ट लानु होला, त्यो लगेर डकुमेन्ट अप्लाई गर्नु होला है त। तपाईँ पनि म्यादी बन्न चाहनुहुन्छ र फर्म भर्ने तयारी हुनुहुन्छ भने भिडियोलाई सेयर गर्न सक्नुहुन्छ। म्यादी कसरी बन्ने भन्ने फुल डिटेल युआर लाउरी भन्ने युट्युब च्यानलमा छ, त्यहाँनिर गएर हेर्न सक्नुहुन्छ है त।